guys, welcome back to the another vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु। आज नयाँ जोश र जागरको साथ आइसकेको छु तपाईहरुलाई एउटा नयाँ भ्लग लिएर। आज चाहिँ हाम्रो स्कुलमा चाहिँ सरस्वती पूजा हुँदैछ। सो हाम्रो चाहिँ कक्षा 12 को चाहिँ अन्तिम हो र हामी चाहिँ जानेवाला छौं। के हुन्छ भने तपाईहरुलाई म भिडियो मार्फत देखाउने छु। सो भिडियोलाई चाहिँ देखेर अन्तिम हेर्नु होला। र चाहिँ मैले साथीलाई पर्खिरहेको छु अनि आउँछ अनि हामी चाहिँ टक्कै कालो बाइकमा सट्ट जाने हो। अनि आउँदैछ साथी र हाम्रो भतिजा आउँदैछ ह्यान्डसम छ। अब हामी जाने हो स्कुलमा मार हान्दिने हो। रैला मचाउँदै आज बाइक कुदाउँछु हैन। त्यो चाहिँ फर्स्ट राइडिङ हो। अझ कुदाएको थिएन मतलब कुदाएको थिएँ तर भ्लगमा आएको थिइनँ। आज त कुदाउँदैछु। A few moments later. ओ जुम आइज साथी आइज। हामी चाहिँ कलेज आइसकेको छौँ र हामी चाहिँ सबैजना लेट आएको हुनाले सब खाइ पी गरेर मस्त भएर बसिरहेको छौँ। यस्तो भएछ यसपालि चाहिँ। आऊ न आऊ भ्लगमा आऊ। ढिलो आयो खानेपिने अब कता हो। ए भइहाल्छ एकदम बवाल व्यवस्था हुन्छ त। कता जानु हो। यस्तो सवरिपरिको भ्यू चाहिँ चट्ट हेर्न सकिन्छ। जान्छौँ दर्शन गर्छौँ सरस्वती माताको अनि हामी प्रसाद खान्छौँ। व्यवस्था हुन्छ तपाईँले खुट्टासिन अहिले व्यवस्था हुन्छ चिन्दैछौ बदला नदेको झन्डै कम चिजो छैन। हामी त गयौँ अब खाइ हेलो गाइस, अब चाहिँ हामीले चाहिँ सरस्वती टक्क मनाइसक्यौँ होइन। अब चाहिँ हामी बाइकमा थुप्रै होइन बाइकमा अब चाहिँ हामी बाइकमा हामी चाहिँ घर जाँदैछौँ। सो के आजको भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। एउटा हातले चाहिँ म बाइक कुदाउने अर्को हातले चाहिँ यहाँ साथीले भ्लग बनाइदिने। ल अब हामी चाहिँ आजको चाहिँ धेरै राम्रो भएन। खाने चाहिँ मैले केही त्यस्तो भ्लग चाहिँ बनाएन किनभने अल्मा लिएँ म पनि आफै अल्मा लिएँ होइन। अनि त्यही भएर चाहिँ भिडियो बनाउनु पाइनँ। सो त्यो कारणले चाहिँ आजको भिडियो चाहिँ यस्तो भयो। अब जे भए पनि जस्तो भयो नि हेरिदिनु होला। हस् त बाई बाई। नेक्स्ट भ्लगमा भेट्नुपर्छ। हस् बाई बाई गाइस।